एउटा श्रीमती जसले आफ्नो श्रीमानलाई पेट्रोल छर्केर आगो लगाइन्, तर सर्वोच्च अदालतले उनलाई जन्म कैदको फैसला सुनाएन। के नेपालमा आफ्नै श्रीमानको हत्या गरेपछि सजाय घट्छ? के घरेलु हिंसा, मानसिक प्रताडना र वर्षौंदेखिको पीडाको हत्या जसले अपराधिक कानुनी मूल्याङ्कन नै परिवर्तन गर्न सक्छ? आज हामी नेपालको सर्वोच्च अदालतको एउटा अत्यन्तै चर्चित नजिरका बारेमा चर्चा गर्न जाँदैछौँ, जसले नेपालको फौजदारी न्याय प्रणालीमा ब्याटर्ड वुमेन सिन्ड्रोम अर्थात् दीर्घकालीन घरेलु हिंसाबाट प्रताडित महिलाको मनोदशालाई पहिलो पटक गम्भीर रूपमा व्याख्या गरेको नजिरका बारेमा कुरा गर्न जाँदैछौँ। यो घटनाको सुरुवात भक्तपुरको मध्यपुर ठिमीमा रहेको एउटा कोठाको डेराबाट सुरु हुन्छ। 2074 साल कार्तिक 6 गते करिब रातिको 2 बजे एउटा कोठामा अचानक आग लागि हुन्छ। आगो यति भीषण थियो कि कोठाभित्र सुतिरहेका विदुर नेपाल गम्भीर रूपमा जले। स्थानीयले उद्धार गरी अस्पताल पुर्याए पनि उपचारकै क्रममा उनको मृत्यु भयो। घटनास्थलमा कोठा, सामान र घरको केही भाग समेत जलेर नष्ट भयो। प्रहरीको अनुसन्धान सुरु भयो। मृतकका आमाले किटानी जाहेरी दिँदै आरोप लगाइन्। उनका छोरा विदुर नेपाललाई उनकी पहिलो श्रीमती गीता नेपालले नशालु पदार्थ सेवन गराई पेट्रोल खन्याई आगो लगाइन् र बाहिरबाट ढोका बन्द गरेर भागिन्। तर अनुसन्धान अगाडि बढ्दै जाँदा एउटा बिल्कुलै नयाँ कथा बाहिर आयो। गीता नेपालले प्रहरी समक्ष आफूले गरेको अपराध स्वीकार गरिन्। उनले भनिन्, यो घटना कुनै एक दिनको रिसको परिणाम थिएन। वर्षौंदेखि घरेलु हिंसा, कुटपिट, मानसिक यातना, आर्थिक उपेक्षा र श्रीमानको दोस्रो विवाहपछि आफूले भोगेका पीडाको परिणाम थियो। उनका अनुसार श्रीमान विदुर नेपालले नियमित मदिरा सेवन गर्दथे, कुटपिट गर्दथे, गर्भ समेत खेरा जाने गरी हिंसा गरेका थिए। छोरीको पालन पोषण समेत गरेका थिएनन् र दोस्रो विवाह गरेर परिवार छाडेर बसेका थिए र आफू तथा छोरीलाई मार्ने धम्की समेत दिने गर्दथे। दशैंमा खाना नपाएर आफू र छोरी भोकै बसेको अवस्था उनले अदालतमा बयान गरिन्। यही पीडाका बीचमा उनले पहिले आत्महत्या गर्ने सोच बनाइन्। विषादी समेत किनेर ल्याइन्, तर छोरीको अनुहार देखेपछि आत्महत्या गर्ने निर्णय गरिनन्। त्यसपछि उनले श्रीमानलाई मार्ने योजना बनाइन्। पेट्रोल किनिन् र भाइटिकाको दिन श्रीमानको डेरामा पुगिन्। राति दुवैले सँगै खाना खाए। छोरीलाई तल छिमेकीको कोठामा सुत्न पठाइयो। राति करिब 2 बजे श्रीमान गहिरो निन्द्रामा रहेको बेला गीताले लुकाएर राखेको पेट्रोल निकालिन्, ओछ्यान र भुइँमा छर्किइन् र आगो लगाई बाहिर निस्किइन्। केही समय टाढाबाट आगो बलिरहेको हेरिन् र त्यसपछि घटनास्थलबाट भागिन्। अनुसन्धानका क्रममा घटनास्थलबाट जलेको झोला, गहना, पेट्रोलको बट्टा बरामद भयो। छोरी, दोस्रो श्रीमती, घरबेटी, छिमेकी तथा अन्य साक्षीहरूको बयानले गीता नेपाल घटनास्थलमा रहेको र आगो लगाएको घटनालाई पुष्टि गर्यो। अझ महत्त्वपूर्ण कुरा, मृतक विदुर नेपालले मृत्यु हुनु अघि अस्पतालमा मलाई श्रीमती गीता नेपालले पेट्रोल छर्केर आगो लगाइन् भन्ने भिडियो तथा अडियो बयान समेत दिएका थिए। यी सबै प्रमाणका आधारमा जिल्ला अदालतले गीता नेपाललाई ज्यान सम्बन्धी महलको दफा 13 को 3 अनुसार जन्म कैदको सजाय सुनायो। उच्च अदालतबाट पनि सोही फैसला सदर भयो। त्यसपछि मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। अब प्रश्न उठ्यो, के यस्तो हत्या पूर्व योजनाबद्ध सामान्य हत्या थियो वा वर्षौंदेखिको घरेलु हिंसा, मानसिक प्रताडना र असहाय अवस्थाबाट उत्पन्न भएको एउटा विशेष प्रकृतिको अपराध? यही प्रश्नको उत्तर खोज्दै सर्वोच्च अदालतले पहिलो पटक नेपालमा ब्याटर्ड वुमेन सिन्ड्रोमको विस्तृत कानुनी व्याख्या गर्यो। अदालतले विगतका आफ्नै नजिरहरूको अध्ययन गर्दै गीता नेपालको मानसिक अवस्था, उनले भोगेको घरेलु हिंसा, आर्थिक अभाव, दोस्रो विवाह, अनुसन्धानमा गरेको सहयोग र अपराध स्वीकार गरेको अवस्थालाई समग्र रूपमा मूल्याङ्कन गर्यो र अन्ततः गीता नेपाललाई जन्म कैद नदिइकन 10 वर्षसम्मको कैद फैसला सुनायो। यो थियो सर्वोच्च अदालतबाट प्रतिपादित अत्यन्तै महत्त्वपूर्ण नजिर, आगो लगाई कर्तव्य ज्यान, निर्णय नम्बर 11429।